आदरणीय दर्शकबिन, वेलकम टु माई च्यानल वान्स अगेन। आजको भिडियोमा इटरीमा बन्न लागेको 42 फिट रिङ रोडमा 36 फिट मुख भएको 3वटा सटर मजाले बन्ने 11.75 धुर यानि कि 11 धुर 3 पाउ दामी जग्गा त्यहाँ चलेको रेट भन्दा धेरै सस्तोमा आएको छ। त्यसैले यो भिडियो भोलिको सम्भावनालाई देखेर लगानी गर्न इच्छुक हुने महानुभावको लागि बनाएको छु। हुन त आदरणीय दर्शकबिन, जग्गामा मान्छेहरू मेरो त किनेको 1 वर्षमै लगानी डब्ल्यो अथवा 5 गुणा बढो भन्दै फुटानी लगाउँछन् नि। हो, यस्तै भोलिको सम्भावना बोकेको फराकिला सडक भएका मिलेको जग्गामा लगानी गर्दा नै बढ्ने हो। भिडियोमा जग्गाको लोकेसन कहाँ हो, इटरीबाट जग्गासम्मै बाइकमा जान कति टाइम लाग्छ, बाइकमा गएर मैले भिडियो खिचेर इटरी चोकबाट जग्गैसम्मको भिडियो खिचेर हालिदिनेछु। जग्गा सम्बन्धी सम्पूर्ण जानकारीहरू, लम्बाइ चौडाइ, मुख, अगाडि पछाडि सम्पूर्ण कुराहरू भनिदिनेछु, साथै मूल्य पनि। त्यसैले भिडियो स्किप नगरी लास्टैसम्म हेर्नुहोला। धेरै साथीहरू भिडियो देख्न साथ फोन गर्नुहुन्छ, तर म के अनुरोध गर्न चाहन्छु भने पहिला पुरा भिडियो हेर्नुहोला, त्यसपछि मात्र सम्पर्क गर्नुभयो भने तपाईलाई पनि सजिलो हुन्छ, मलाई पनि सजिलो हुन्छ। आदरणीय दर्शकबिन, च्यानलमा नयाँ हुनुहुन्छ भने यो हाम्रो च्यानल रियल इस्टेट सम्बन्धी टेक्निकल च्यानल हो। यसमा नचाहिने बकवास भिडियोहरू अपलोड हुँदैन। कसरी कहाँ लगानी गर्दा तपाईको लगानी सुरक्षित हुन्छ, कुन एरियामा जग्गा कसरी चलिरहेको छ, भविष्यमा कतिसम्म पुग्छ, यावत जानकारीहरू पाउने भएकाले च्यानल सब्स्क्राइब गरिदिनुस् यार। घर जग्गा भन्ने बित्तिकै आइ एम नट इन्ट्रेस्टेड भनेर मान्छेहरू भन्ने गर्दछन्, तर यति कुरा दिमागमा राखिरहनुहोस् कि जग्गा सम्बन्धी नबुझ्ने मान्छे, कमाएको पैसा जग्गामा लगानी नगर्ने मान्छे जिन्दगीमा कहिले पनि सफल हुँदैन। यो कुरा चाहिँ लेखेरै राख्नुहोस्। तपाईँ सफल मान्छेहरूलाई पनि हेर्न सक्नुहुन्छ। यो कुरा सेक्रेट हो, उनीहरूले भन्न त भन्दैनन्, तर सफल हुने, पैसा कमाउने, धनी हुने बेसिक भनेको घर जग्गा सम्बन्धी नै हो। जग्गामा लगानी गर्यो भने तपाईँले ब्याङ्कमा राखेर लोनसोन पनि लिन सक्नुहुन्छ भने तपाईँको त्यो कहिले पनि घटेर जाँदैन, आफै बढिरहन्छ। बिजनेसमा तपाईँ लगानी गर्दै जानुहोस्, कमाउँदै जानुहोस्, जग्गा पनि बढिरहेको हुन्छ। त्यसैले रियल इस्टेटमा आइ एम नट इन्ट्रेस्टेड भन्नुभयो भने आफै पछाडि पर्नुहुन्छ। यो जति चाँडो बुझ्यो त्यति फाइदा हुने कुरा हो। त्यसैले पनि यो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन बजाइदिनु होला भन्न चाहन्छु। आउनुहोस् आजको भिडियो सुरु गरौँ। आदरणीय दर्शकबिन, यो इटरी चोक हो। इटरीलाई चाहिँ पूर्वाञ्चलको मुख्य सहर र इटरी नछुइकन कुनै पनि सहरमा जान नसकिने भएको कारणले पूर्वाञ्चलको मुटु भनेर पनि चिनिन्छ। हाम्रो जग्गा यो इटरीबाट पश्चिम लाइनतिर जानुपर्ने हुन्छ। बाइकमा जाँदाखेरि करिब हामी 2-3 मिनटमै जग्गामा पुग्न सक्छौँ। म यहाँहरूलाई मेन चोक चिनाइदिँदै जान्छु, मलाई फलो गर्दै जानु होला। ठ्याक्कै जग्गामा पुग्न सक्नुहुन्छ। यो भिडियो हेर्दै जानुभयो भने पनि हामी जग्गामा ठ्याक्कै पुग्छौँ। त्यस पछाडि जग्गा सम्बन्धी विस्तृत कुराहरू गरौँला। अहिलेलाई फलो मी। आदरणीय दर्शकबिन, इटरीको पश्चिम लाइनमा पर्ने यो हामी ट्राफिक चोकमा आइपुग्यौँ। यहाँबाट अब हाम्रो भित्ता धेरै टाढा छैन, नजिकै रहेको छ। र अर्को कुरा के पनि जानकारी गराउन चाहन्छु भने भिडियो लामो भएको कारणले हेर्न अल्छी मान्नुहुन्छ धेरैजना साथीहरूले। त्यही भएर मैले मेरो साउन्डलाई पनि फास्ट बनाइदिएको छु र बिचबिचमा यो बाटोको भिडियोलाई पनि फास्ट बनाइदिएको छु। कृपया मलाई फलो गर्दै गर्नु होला। हामी जग्गाको छेउमा पुगिसक्यौँ।
आदरणीय दर्शकबिन, हामी ट्राफिक चौक, खाद्य गोदाम र राजस्व ढाट हुँदै यो जनता कलेज छिर्ने मोडमा आइपुगेका छौँ। यो जनता कलेज आइपुग्न लगभग इटारीबाट 1.5 किलोमिटर पश्चिम आउनु पर्यो। यो पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्दछ। अहिलेलाई हामी यो पूर्व पश्चिम राजमार्ग अन्तर्गत पचरुकी चोकमा आइपुगेका छौँ। र यो पचरुकी चोकबाट उत्तर लाग्दा चाहिँ हाम्रो रिङ रोड तररा निस्किन्छ भने यता दक्षिणतर्फ जाँदा चाहिँ हाम्रो जग्गा यही बाटोमा रहेको छ। यो पनि रिङ रोडै हो। अघि तररा निस्किने बाटो ठक्क यो जोडिन्छ। आदरणीय दर्शकबिन, हामी देख्न सक्छौँ वरिपरि पुरै घरहरू व्यावसायिक हिसाबले बन्दै गएका छन्। यो पूर्व पश्चिम राजमार्गबाट हाम्रो जग्गामा पुग्न करिब 200-300 मिटर मात्र भित्र छिर्नु पर्यो। यो ठुलो रोड चाहिँ 42 फिटे रोड रहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। मजाले पिच गरिएको छ, वरिपरि बस्ती पुरै भरिएको छ, व्यावसायिक हिसाबले बनेको छ। यो बाटो चाहिँ रिङ रोड भएको कारणले इटरीलाई पुरै एक फन्को मार्दछ। त्यसैले पछिको सम्भावनाको लागि तपाईँ देख्न सक्नुहुन्छ एकदमै डेभलपिङ क्षेत्र रहेको छ। अहिले लगानी गरेर छोडिदिने भने पछि तपाईँको जग्गा एकदमै बढ्ने सम्भावना रहेको ठाउँ हो यो। फाइनल्ली हामी इटरीबाट करिब 3 मिनट जतिमा र पूर्व पश्चिम राजमार्ग अन्तर्गतको पचरुकी चोकबाट 1 मिनटमा हाम्रो जग्गामा आइपुगेका छौँ। हाम्रो जग्गा यही रहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। रोड यति मजाले बनाइएको छ। पछि फ्युचरको रिङ रोड रहेको छ। यो पिच 42 फिटे हो यो रोड। भने जग्गाको बेसिक जानकारी दिनुपर्दाखेरि जग्गा यो बाटोमा अगाडिपट्टि 36 फिट मुख रहेको छ। 36 फिटमा 3वटा सटर र एउटा बाटो मजाले बन्न सक्छ। पछाडि 65 जाने भएकोले पछाडि तपाईँले मजाले पार्किङ पनि राख्न सक्नुहुन्छ। 12 धुरमा 1 पाउ कम जग्गा रहेको कारणले तपाईँले मजाले भने जस्तो घर बनाउन सक्नुहुन्छ। यहाँ आदरणीय दर्शकबिन, वरिपरि घर बन्ने क्रममा छन्, देख्न सक्नुहुन्छ। आदरणीय दर्शकबिन, जग्गा 11.75 धुर रहेको छ भने यता 4,50,000 र 5 लाखले चलिरहेको अवस्थामा तत्काल पास गर्नुहुने महानुभावको लागि यो जग्गा 3,80,000 प्रति धुरले हामीले दिने डिसिजन गरेका छौँ। घरमा आर्थिक समस्या परेको कारणले यो जग्गा बेच्न लागि हो, नत्र यत्रो सम्भावना बोकेको जग्गा बेच्न कसैलाई पनि मन हुँदैन थियो। त यदि हजुरहरूलाई यो जग्गा मन पर्यो र हेर्न चाहनुहुन्छ भने आफै गएर पनि हेर्न सक्नुहुन्छ यो भिडियोलाई फलो गर्दै, अथवा केही समस्या परेमा मलाई डाइरेक्ट स्क्रिनमा दिएको नम्बर 9803551564 मा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुनेछ। साथै यो जग्गा मन पर्यो भने यही नम्बरमा 9803551564 मा फोन गरेर जग्गाको धनीपूजा नक्सा सबै नगरपालिकाको अमिनीसँग प्रमाणित गराएर जग्गा मजाले आँखा चिम्लेर लिन सक्नुहुन्छ। यतिको जग्गा भनेको भोलिको दिनमा एकदमै राम्रो सम्भावना बोकेको व्यावसायिक जग्गा हो भन्न चाहन्छु। आदरणीय दर्शकबिन, आजलाई यति नै। बाँकी अर्को भिडियोमा कुरा गर्दै गरौँला। मैले योभन्दा अघिल्लो भिडियोमा किस्ताबन्दी सम्बन्धी 80,000 प्रति धुरको जग्गाको बारेमा भिडियो अपलोड गरिसकेको छु, च्यानलमा गएर हेर्नुहोला। साथै हाम्रो प्लानिङमा 80,000 देखि 5 लाखसम्मका घडेरीहरू किस्ताबन्दीमा लिनु पर्यो भने पनि सम्पर्क गर्न सक्नुहुन्छ। च्यानलमा गएर भिडियोहरू हेर्नुहोला। यति भन्दै धन्यवाद भन्न चाहन्छु।